नमस्ते सम्पूर्णमा आज म तपाईँ सामु नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेको छु र यो विषयवस्तु के छ भन्दाखेरि यो आउँदै गरेको हाम्रो दसैँमा हामीले के कुराहरूलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ जसले गर्दा हाम्रो जीवन एकदमै सुमधुर तथा हाम्रो खर्च पनि नहोस् र हाम्रो परिवार सुखमय होस् भन्नको लागि माता दुर्गाको कृपाले म आज यस भिडियोलाई बनाउन गइरहेको छु र 5 वटा कुराहरू तपाईले यदि राम्रोसँग ध्यान दिनुभयो भने तपाईको दशैं एकदमै सुमधुर हुनेछ भन्ने म विश्वास लिन चाहन्छु। र पहिलो कुरा म के भन्न चाहन्छु भन्दाखेरि तपाईसँग यदि कलम छ भने कलम कापी लिएर अलि नोट पनि गर्दै जानुहोस् र छैन भने पनि तपाई मेरो कुराहरूलाई ध्यान दिएर सुन्दा पनि तपाईले आफूलाई धेरै परिवर्तन गर्न सक्नुहुन्छ भन्ने म आशा व्यक्त गर्न चाहन्छु। पहिलो बुँदा के रहेको छ भन्दाखेरि अत्याधिक खर्च नगर्नुहोस् किनभने दशैं भनेको हाम्रो सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान चाडको रूपमा पनि हो र विशेष गरिकन मान्छेहरू यस चाडपर्वमा अनावश्यक खर्च गर्छन् चाहे त्यो ऋण लिएर नै किन नहोस् र तपाई त्यस्तो काम कहिले नगर्नु होला किनभने दशैं भनेको हामीले रमाइलोको साथ गर्नुपर्ने हो र संयममा बस्नुपर्ने हो र हाम्रो भावी पुस्तालाई पनि असर नगर्ने गरी गर्न दशैं मनाउनु पर्छ भन्ने म भन्न चाहन्छु। यो भनाइ महादुर्गाको हो भन्ने म तपाईलाई अवगत गराउन चाहन्छु। दोस्रो कुरा भनेको यस अवसरमा हामीले विभिन्न खालको जुवातासहरुमा फसेको हुन्छौं त्यसबाट पनि एकदमै हाम्रो मानसिक मात्रै नभइकन पारिवारिक तथा आर्थिक रूपमा पनि हामी पछि पर्न सक्छौं भनेर म तपाईलाई दोस्रो बुँदाको रूपमा जुवातास खेल्नुहोस् भन्न म चाहन्छु। तेस्रोमा अत्याधिक मासु मदिरा सेवन गर्नु पनि नराम्रो संकेत गर्दो रहेछन्। अत्याधिक मासु र मदिरा सेवन गर्दा पनि हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ जसले गर्दा हामी भित्र रिस डह रिगा झगडा गर्ने स्वभावको बनाइदिन्छन्। त्यसैले चाहिने मात्रामा हामी पनि मासु प्रयोग गरौँ र मदिराको उचित मात्रामा मात्र सेवन गरौँ म भन्न चाहन्छु। अन्त्यमा के हुन्छ फोन नम्बरमा के भन्न चाहन्छु भन्दाखेरि झगडा र द्वन्द्व नगर्नुहोस् किनभने हामी दशैंको माहौलमा एकदमै आत्तिको हुन्छौं भन्दा पनि खुसीले मातेका हुन्छौं किनभने मान्छेको स्वभाव दुःखमा आत्तिने र सुखमा एकदम मातिने हुन्छन् र तपाई यो काम पनि नगर्नु होला। दशैं हो संयमका साथ मनाउनु हुन म आग्रह गर्दै र अन्तिम बुँदामा के छ भन्दाखेरि परम्परागत संस्कृतिलाई बेवास्ता नगर्नुहोस्। अहिलेको समय भनेको मोबाइल फोनको समय हो। जेन अल्फा भनेको मोबाइल फोन सँगै हुर्किएको पुस्ता हो र मोबाइल फोनकैमा सबै कुराहरू मनाउन थालेका हुन्छन्। न मन्दिर गएको हुन्छन् न पूजापाठमै ध्यान रुचि लगाएको हुन्छन्। खाली त पोस्ट शेयर गर्नेमा तपाई नबस्नुहोस् किनभने हाम्रो वास्तविकता के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ र हाम्रो संस्कृतिलाई संरक्षण गरिराख्नु पर्ने हाम्रो मुख्य दायित्वको साथ तपाईलाई फेरि पनि एकपटक ह्याप्पी दशैं भन्दै म बिदा माग्न चाहन्छु। ह्याप्पी दशैं अल अफ यु।